हो हाम्रो पेरेन्ट्सको जेनेरेसनलाई राम्रोसँग आउँछ कि उहाँहरूको इच्छा र उहाँहरूको जरुरतलाई डिफ्रेन्सिएट गर्न जुन हामीलाई आउँदैन। जस्तै मैले मेरो पेरेन्ट्सलाई भन्ने गर्छु कि मामु राम्रो फोन किन्नु न, तपाईँलाई न्युज पढ्न सजिलो हुन्छ, झन् त्यसमा पनि लेटेस्ट न्युज चाहिँ आइराखेको हुन्छ। तर मलाई आवश्यकता नै छैन। यसै गरी मैले कहिलेकाहीँ भन्ने गर्छु कि राम्रो सर्ट किन्नु न, त्यसले चाहिँ तपाईँलाई कुनै पनि मिटिङमा जाँदाखेरि चाहिँ प्रेजेन्टेबल देख्छ। तर त्यही रेस्पोन्स आवश्यकता नै छैन। सधैँ यसरी नै मलाई भन्नुहुन्छ कि उहाँहरूको आवश्यकता के हो र के होइन। लाइफमा अपग्रेड हुन एकदमै जरुरी छ र तर त्योभन्दा पनि महत्त्वपूर्ण कुन कुरा चाहिँ इम्पोर्टेन्ट हो भनेर। तर यी सबै कुराहरू हाम्रो जेनेरेसनलाई राम्रोसँग आउँदैन। अब हामी के भन्छौँ भन्दाखेरि मेरो त राम्रो फोनै छैन, अब कन्टेन्ट कसरी बनाउने? सबै साथीहरू त बाइकमा आउँछ कलेज, अब मेरो त बाइकै छैन, अब कसरी कलेज जाने? हामी सानो सानो कुरालाई पनि यति धेरै कम्प्लेन गर्छौँ कि त्यो बिना त हाम्रो लाइफै चल्दैन भनेर। र यो सबै हाम्रो आवश्यकता चाहिँ निड भइदिन्छ। त्यसैले त हामीले हाम्रो पेरेन्ट्सको जेनेरेसनबाट यो कुरा बुझ्न एकदमै जरुरी छ कि हाम्रो आवश्यकता र हाम्रो इच्छा के हो भनेर। हेरौँ है त, तपाईँको निड र तपाईँको वान्ट चाहिँ एउटै हो कि फरक हो? जस्तै हिजोसम्म तपाईँलाई एकदमै निड भएको कुरा तपाईँको त्यो वान्ट पो हो कि, या तपाईँको वान्ट चाहिँ तपाईँको निड पो हो कि? एउटा पेपर लिनुहोस् जहाँ चाहिँ तपाईँ एक साइडमा तपाईँको निड र अर्को साइडमा तपाईँको वान्ट लेख्नुहोस्। अब निडमा चाहिँ तपाईँ यो लेख्नुहोस् कि कुन कुन कुरा चाहिँ तपाईँको लाइफमा चाहिँ एकदमै जरुरी छ। जस्तै तपाईँको लाइफमा चाहिँ त्यो कुरा भएन भने तपाईँ अगाडि बढ्नै सक्नुहुन्न। जुन तपाईँलाई चाहिन्छ नै चाहिन्छ, नत्र त्यो नभइकन अगाडि बढ्नै सक्नुहुन्न। र अब अर्को साइडमा लेख्नुहोस् कि यदि भयो भने पनि लाइफ अझ धेरै बेटर हुन्थ्यो, कुन कुन कुरा भएको भए अझ लाइफ बेटर हुन्थ्यो। सायद तपाईँले आफ्नो वान्ट्स र तपाईँले आफ्नो निड थाहा पाइसक्नु भएको छ होला। र आजको भिडियो तपाईँलाई कस्तो लाग्यो कमेन्ट गर्नुहोला।